तपाईँ सबै दुर्बुराएका छन्, कोही विदेशबाट भुटान सुनेर आएका छन्, वास्तवमा राजनीतिक चेतना जरा पुगेको छ सबैकोमा। चितवनले चाहिँ के सन्देश दिन्छ हजुर? अहिले 55,000 होइन 65,000ले जिताउने हाम्रो लक्ष्य छ। किनभने काङ्ग्रेस एमाले कति राम्रो काम गरेर त फर्कन पर्यो त नि जनताहरूलाई। हेर्न त बाँकी नै छ। त्यही हुनाले 55,000 होइन 65,000ले जिताएर पठाउने हाम्रो लक्ष्य छ। यो दुई हो। यहाँबाट कसले जित्दैछ त्यसो भए? रवि लामी जाने पक्का हो? जनताको मन नै छन्? पक्का मनमा रवि, जनजनमा रवि, राष्ट्रैभरि रवि, 77 जिल्लामा रवि। अब देशको बन्दैछ राम्रो छवि बन्छ। अब 77 जिल्लाबाट घन्टी बजाएर एकखेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई विकासको मौका दिनुपर्छ भन्ने सबै जनताहरूलाई आह्वान छ। ल अब हुन त रासोपामा कोही डाक्टर, इन्जिनियर, पाइलटदेखि लिएर भनौँ न देश विदेशमा धेरै छन् जानेका विद्वानहरू टन्नै आएका छन् होइन, तर पनि अर्थविदहरू छन्, विश्वलाई सुझाव दिनेहरू पनि छन्। तर के भन्छन् भने यिनीहरू विदेशी दलाल लुसिफर हुन्, यिनीहरू केही काम नलाग्ने हुन् भन्छन् कतिपय ठुला नेताहरू। प्रधानमन्त्री विदेशी दलाल पुराना नेता विदेशी दलाल हुन्थेनन् भने हिन्दू राष्ट्र फाल्ने थिएनन्, धर्मनिरपेक्ष बनाउने थिएनन्, नदी नाला बेच्ने थिएनन्, कल्चर खाना बेच्ने थिएनन्, भुटानी शरणार्थी बनाएर बेच्ने थिएनन् भनेका पहिले पनि दुधले नुहाएका होइनन्। एउटा जति पनि काङ्ग्रेस एमाले अहिले भोट दिने छन् सबै त्यो भ्रष्टाचारी मात्रै हुन्। ल क्लिन चिट पाएको मात्रै रवि लामिछानेलाई समर्थन गर्ने भनेको सफा मान्छेले मात्रै समर्थन गर्छ। ल यो एक कुरा राष्ट्रपति मान्छे नै आफै चोर चण्डाल एमाले काङ्ग्रेस माओवादी चोर चण्डाल यत्रो 77 जना मान्छेलाई गोली हान्दा केही नहुने। अनि यो झन्डा त सिलाइन्छ नि त, झन्डा त सिलाइन्छ होइन। उनका आफ्नो अस्तित्व आफै समाप्त गरेका हुन्, कसैले यही गरेको छैन। काङ्ग्रेस एमाले आफ्नो अस्तित्व आफै समाप्त गरेका हुन्, जनताले केही गर्दैन। बा कति वर्ष हुनुभयो? म 63 वर्ष भएँ। 51 सालबाट म काङ्ग्रेस गठबन्धन गरेर हामीलाई रुखमा हैसा हतौडा भोट हाल्न भनेपछि काङ्ग्रेस एमाले सकियो। बाई सकियो। ल त्यहाँदेखि बाई हो 7 सालबाट खाएको काङ्ग्रेसै भएन भने गठबन्धन गरेर खान पर्ने। यो अन्य अत्याचार कति हो? यो अत्याचार 65,000 75,000 यहाँ चाहिँ जनताले फेर्नुपर्छ। धन्यवाद छ हजुर।